एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। आजको भिडियोमा तपाईँलाई एकदम धेरै स्वागत छ भन्दै म चाहिँ एकदम धेरै ठिकठाक अनि सन्चै छु र तपाईँ पनि एकदम धेरै सन्चै हुनुहुन्छ होला भन्दै आजको भिडियो चाहिँ सुरु भइसकेको छ होइन। र जस्ट म चाहिँ पिठीमा मकैको भारी बोकेर जस्ट आज चाहिँ हामी घट्ट पिस्न जानेवाला छौँ र अहिले चाहिँ म समथिङ यहाँ पुगिसकेको छु होइन। उतातिर चाहिँ घाम लागेको छ भने यतातिर चाहिँ लागेको छैन। बाटो चाहिँ एकदम बब्बाल छ होइन। यहाँदेखि तलतिर गयो भने त फेरि कहाँ पनि थाहा हुन्न। र आजको भिडियो चाहिँ जस्ट गाउँले लोकल स्टाइलको होइन। अब यस्तो काठमा भारी छ होइन। भारी त के भन्ने हो चाहिँ गाउँ घरतिर भएपछि नेचर हो होइन, यस्तो त भइहाल्छ। र म चाहिँ मकै त्यति साह्रो धेरै पनि बोकेको छैन, अलिअलि बोकेको छु होइन। र म चाहिँ अहिले बिहान खाना नखाएर हिँडेको हो। यहाँतिर चाहिँ हाम्रो गाई घोडाहरू चल्ने ठाउँ चाहिँ यस्तो छ होइन। टक्क यहाँ पारतिर मान्छे जान लाग्छन् भने यो पुरै हाम्रो गाई घोडाहरू चल्ने ठाउँ हो। उतातिर चाहिँ भर्त पर्छ र बाँकी भिडियो के हुन्छ हामी भ्लगमै देख्नेछौँ। र अहिले काठमा भारी छ, खासै बोल्न पनि सकिन्न होइन, राम्रो पनि आउन्न। बाँकी भिडियो चाहिँ हामी घट्ट पुगेको चाहिँ हेर्नुपर्छ त। लगायत फाइनल चाहिँ घट्ट पुग्यो होइन, बल्ल बल्ल पुग्यो। हाम्रो घट्ट चाहिँ यस्तो टाइपको हुन्छ। मेरो डोको चाहिँ आउँछ। यो चाहिँ हाम्रो पानी आउने ठाउँ हो होइन। जस्तो जम्मा अग्लो उठेको भाग नभएर त्यस्तो गरेर निकालेको जस्तै हो। अब ताल चाहिँ खोल्नुपर्ने हुन्छ होइन। झ्याम लाएर यो चाहिँ भित्र राख्नुपर्ने हुन्छ। जस्ट हाम्रो नेचर टाइपको घट्ट चाहिँ यस्तो रहेछ है। गाह्रो छ, अलि अँध्यारो छ, केही देखिन्न होइन। अनि त्यही हो। अब यहाँभित्र चाहिँ अलिअलि यस्तो के रहेछ, यो चाहिँ हाम्रो पिस्नलाई उ भयो होइन। यहाँभित्र चाहिँ अलि त्यो पनि रहेछ है। अनि यहाँ कति छ के छ भनेर चाहिँ यसरी भन्नुपर्ने हुन्छ। यसो घोगा चाहिँ रहेछ होइन। यो चाहिँ कसले हालेको हो क्या भनौँ न। यो चाहिँ हाम्रो त्यो हो क्या होटलतिरको होइन, होटलको मान्छेको हो अरे। त्यही हो गाई जस्ट होइन। म चाहिँ पानी ढल्काउनु पर्ने हुन्छ नि त। पानी नआउनेसम्म चाहिँ यस्तो पिस्दैन नि त। त्यो भएर पानी निकाल्नलाई चाहिँ त्यहाँ जानुपर्ने हुन्छ। यस्तो छ क्या, यो चाहिँ पुरै जमिन अग्लो उठेको भाग नभएर होइन, पानीलाई माथि चढाउनको लागि यो भाटाको द्वारा निर्माण गरेको यो होइन। अनि बान्डो बनाएर चाहिँ राखेको। यो चाहिँ हाम्रो पानी अर्को घट्ट पनि छ होइन। यहाँनिर दुईवटा छन्। टक्क लाएर यहाँ चाहिँ पानी ढल्काउनु पर्ने हुन्छ क्या होइन। बल्ल पानी तल पुग्यो भने पिस्ने हो नि त। भुन्डाएर लास्ट चाहिँ सिधा सिधा छन् होइन। जुन यो हो क्या मेन केन्द्र भनेको यो होइन। अनि यहाँदेखि पानी तलतिर गयो भने घट्ट स्टप हुन्छ। अनि यहाँदेखि तलतिर गयो भने देख्न थाल्छ होइन। जस म चाहिँ एकछिन क्यामेरा पोज गर्छु, फेरि मोबाइल पानीमा खस्ने डर धेरै हुन्छ होइन। गाह्रो चाहिँ पानीहरू चाहिँ यस्तो जान्छ। त्यसरी गयो भने अब यो जाने बाघ रोकियो नि त होइन। यताबाट अलिअलि बगिरहेछ, धेरै गइरहेछ यताबाट पानी होइन। यो रोक्नुपर्ने हुन्छ, बुझ्नुपर्ने हुन्छ कि अहिले धेरै चिज छ नि त। अनि यसरी यो हुँदै गयो भने चाहिँ हाम्रो घट्ट डिग्न थाल्छ होइन। अनि पिस्न थाल्छ। जस्ट यहाँ चाहिँ एकदम धेरै चिप्लो छ होइन। लोटियाला नलोटियाला भन्न सकिँदैन। फेरि गाँतिरको भाटाहरू चाहिँ एकदम धेरै चिप्लो चिप्लो हुन्छ क्या पानी कारणले गर्दाखेरि होइन। प्लस हाम्रो चाहिँ पानी अब यो हुँदै गयो भने होइन, हाम्रो मेन केन्द्रबिन्दुमा पुग्छ र रिग्न थाल्छ, जस्ट पिस्न थाल्छ होइन। गाह्रो छ। अहिले चाहिँ घाम लागेको छैन नि त। त्यो भएर एकदम धेरै चिसो छ होइन। म त्यो भएर चाहिँ अब यहाँ राम्रोसँग पानी बुझेको छैन भन्न सक्छु होइन। र घट्ट चाहिँ अहिलेसम्म स्टप नै रहेछ। के गर्ने भइरहेछ होइन। यसलाई चाहिँ यस्तो रेडी गर्नुपर्ने हुन्छ। ल रिग्दैन त यार। टक्क लाएर हाम्रो घट्ट चाहिँ पिस्न सुरु गरिसकेको छ होइन। यस्तो देखिन्छ नेचर भ्यू यस्तो छ होइन। हिङको पाताले छाएको टक्क लाएर चाहिँ घट्ट भन्छ। तलतिर चाहिँ प्रायः चाहिँ मिल हुन्छ नि त, त्यहाँतिर चाहिँ मिल हुन्न होइन। गाउँघरतिर अलि मिलको त कुरा छोड्दिउँ। हाम्रो गाउँतिर चाहिँ त्यस्तो बत्ती पनि छैन, केही बिजुली छैन नि त। त्यो भएर होइन यहाँ पारि चाहिँ बिजुली बन्न लाग्छ। जस्तै यो रोड गएको छ होइन। यो भनेको चाहिँ हाम्रो यहाँ तल चाहिँ बिजुली हाउस बन्न लाग्छ कि। नयाँ बिजुली बन्न लागेको हो, तर हाम्रो लागि चाहिँ होइन, होटलको लागि चाहिँ रहेछ होइन। हाम्रो यता चाहिँ छिमेको होटल पर्छ नि त। यहाँनिर चाहिँ मेरो बबाल सुत्ने ठाउँ थियो होइन। यो रोडले गर्दाखेरि चाहिँ बिगारिदिइहालेछ। तर यो रोडको काम भनेको के हो, त्यो मेन काम चाहिँ थाहा छैन। मेन काम चाहिँ छँदै छैन क्या, थाहा छैन भनेको छ नि। तर यहाँ कि तलतिर चाहिँ अब ठ्याक्कै यहाँ माथिबाट यो पानी छ नि, यो पानी ढल्काएर चाहिँ यो बिजुली लग्नुको लागि चाहिँ तलतिर त्यहाँ डाँडा लगाएर त्यहाँदेखि तल बिजुली हाउस छ क्या। अनि जान्छ होइन, तल बिजुली हाउस छ। अनि त्यहाँ चाहिँ टक्क लगाएर हुन्छ नि त सिमेन्ट बालुवाहरू त्यसै सरियाहरू लग्नुको लागि चाहिँ यो रोड बनाएको रहेछ होइन आजभोलि। यहाँदेखि तलतिर गएको छ जङ्गलतिर, यहाँदेखि त अलिक खोलाभित्र छ होइन। त्यो त्यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ म दामी थियो क्या। यहाँ टक्क लाएर यो जुर थियो, यहाँ नजिक एउटा जुर थियो होइन। यहाँ चाहिँ म टक्क आएर सुत्थेँ।
अनि यहाँ घट्टोतिर हेर्ने काम हुन्थ्यो टक्क जहिले आउँदाखेरि यहीँ बसिरहेको हुन्थ्यो होइन तर यसपालि छुट्नु रहेछ होइन यहाँ चाहिँ अब त्यस्तो खासै नेटको सुविधा पनि छैन कि यहाँ खोइ चल्दैन होइन यो खोलाहरू हाम्रो गाउँतिर चाहिँ खोलाहरू डाँडातिर त्यस्तो नेटहरू खासै चल्दैन क्या यी चल्छ 2G मात्र चल्छ होइन अनि फोन चाहिँ हुन्छ तर मतलब कि डाटा चल्दैन भन्न खोजेको होइन त्यो हुन्न जस्ट यहाँतिर घाल चाहिँ खेतहरू छ होइन यो चाहिँ आरू हो हाम्रो आरू चाहिँ पहिला के भन्छ यो पलाएर चाहिँ पताएर पनि यत्रो पात भइसकेको छ होइन जस्ट घट्ट आउँदाखेरि चाहिँ एउटा टक खान मिल्छ होइन यहाँ उता 3वटा बोटहरू छ र अझै जस्ट यहाँ घाम लागेको छैन तर घाम चाहिँ यहाँतिर लागिसकेको छ तर यहाँ डाँडाको कारणले गर्दाखेरि चाहिँ यहाँ लागेको छैन भन्नुपर्छ होइन र खाना पनि खाएको छैन खानालाई त बिहान टन्न नै खाएर आएको तर त्यस्तो भनौँ न खाना खाने टाइम भएको थियो त्यो भएर चाहिँ खाएको थिएन भन्नुपर्छ र दुध नभएको पनि 2-3 दिन भइसकेको छ होइन अनि यस्तो कालो भइरहेको छ गाउँघरतिर काम गर्दा गर्दै यस्तो त्यो नै हुन्न क्या होइन खाँदाखेरि अब मुख नधोएर खाने बानी परेको गाह्रो छ होइन त्यस्तो उही हुन्न क्या अब त्यो भएर अब यस्तो एकछिनपछि घाम लाग्यो भने हामी मुख धुनुपर्ने हुन्छ अहिले चाहिँ एकदम धेरै चिसो हुन्छ क्या फेरि अनुहार फाट्न थाल्छ नि त चिसोले जाडोले गर्दाखेरि त्यो भएर चाहिँ एकछिनपछि पानी पऱ्यो चाहिँ घाम लाग्यो भने धुनुपर्ने हुन्छ होइन हाम्रो चाहिँ यो चाहिँ डोको भनेको यस्तो हुन्छ यो चाहिँ निगालाबाट बनेको हुन्छ होइन तलतिर बाँसले बन्छ नि त हाम्रो चाहिँ निगालाले बनेको हुन्छ यो चाहिँ यसलाई चाहिँ डोको भन्छ फाइनल्ली होइन घट्टोले चाहिँ पिसिरहेको भन्नुपर्छ जस्ट अब त्यही हो घाम लाग्यो भने म टक खेलाएर मुखसु धुन्छु अनि खानाको चाहिँ खासै मेरो आज चाहिँ ठेगान हुन्न होइन यहाँ माथितिर घरहरू चाहिँ छ होइन टक्क आफन्तहरूको घर छ दाइहरूको घर पनि छ एउटा होइन सायद भोक लाग्यो भने म चाहिँ जान्छु हामीदेखि चाहिँ 20 मिनट जति लाग्दाखेरि खाना खान जान्ला होइन तर भोक लागेन भने चाहिँ म अब कति हुन्छ चाँडो ढिलो या कस्तो हुन्छ त्यो सबै हेरेर घरतिर गएर खान्छु होला जस्तो पनि लागिरहेको छ त्यही घरतिर पनि गएर आफू बनाएर खानुपर्ने हुन्छ होइन घर पनि कोही छैन अनि हाम्रो चाहिँ ठ्याक्कै यो घट्ट भयो होइन यहाँभित्र चाहिँ घट्ट भयो यहाँ मुनिहरू चाहिँ देख्ने ऊहरू हुन्छ क्या होइन टक्क लाएर यसलाई चाहिँ हाम्रो चाहिँ यसलाई के भन्छ यार के भन्छ मलाई नामै आएन क्या होइन यहाँदेखि चाहिँ डिगेर चाहिँ पानीहरू फेरि यहाँदेखि तलतिर फेरि खोलामा पास हुन्छ क्या होइन यस्तो छ यहाँदेखि यो चाहिँ उज्यालो छिर्नको लागि अलिक झ्याल राखेको छ भने पुरानो जस्ताहरूले छाएको पनि छ होइन पानी नछिरोस् भन्ने कारणले गर्दाखेरि हाम्रो यो रहेको छ टक्क लाएर कुद्छु होइन यसलाई चाहिँ जस्ट पानीमा भिजाउनु पर्ने हुन्छ यसको काम भनेको के भन्नाले एउटा धुलोमा होइन धुलोहरूमा भाकेर चाहिँ यसको धेरै धुलो फोहोर नहोस् या छारो नहोस् भनेर चाहिँ यसलाई चाहिँ हामीले पानीमा भिजाउनु पर्ने हुन्छ होइन टक्क लाएर यस्तो पानी भयो नि त यसलाई चाहिँ यस्तो राख्नुपर्ने हुन्छ क्या अनि कतिसम्म हुन्छ टक्क राख्नुपर्ने हुन्छ यसको काम भनेको यो भयो भने यस्तो चाम्रो हुन्छ नि त चाम्रो हुन्छ होइन त्यो भएर भाँचिन्न क्या धुलोमा धेरै छारोहरू हुन्न नि त त्यो भएर यसलाई चाहिँ यस्तो राख्नुपर्ने हुन्छ कालो पनि छ होइन अनि यसलाई चाहिँ नबगाओस् भनेर एउटा ढुङ्गाले पनि टक्क अचिर्नुपर्ने हुन्छ जस पछि केही छिनपछि आएर चाहिँ हामीले लग्नुपर्ने हुन्छ होइन खाँदाखेरि त्यो चाहिँ त्यसको काम भनेको चाहिँ मेन काम भनेको त्यही नै हो धुलोमा धेरै छारोहरू नहोस् भनेर चाहिँ त्यो चाहिँ भाँच्दै नजाओस् भनेर चाहिँ हामी त्यस्तो गर्नुपर्ने हुन्छ होइन अहिले घाम चाहिँ माथितिर पुगिसकेको छौँ टक्क लाएर हाम्रो घट्टले चाहिँ मजा पारामा पिसिरहेको छ होइन लगभग यो चाहिँ अब अन्तिम हुनेहरूलाई भइसकेको छ होइन त्यसपछि भनेको एउटा यो छ होइन अनि त्यसपछि एउटा यो चाहिँ मेरै हो त्यसपछि यो पछि चाहिँ म यो पिन्छु होइन यो चाहिँ मैले ल्याएको हाम्रै हो नि त अनि यो त्यसपछि चाहिँ यो हुन्छ सो यो चाहिँ हाम्रो चाहिँ कस्तो हुन्छ पालो अनुसारले हुन्छ क्या होइन जस्तो अब को अगाडि आयो त्यसको पालो अनुसारले पिस्ने काम हुन्छ होइन जस्ट अब हामी चाहिँ यो 5 घरले गर्दाखेरि होइन 5 जना भनौँ न 5 घर मिलेर बनाएको होइन 5 दिनको एकदम पालो हुन्छ जस्तो आज चाहिँ हाम्रो पालो हो होइन त्यो भएर चाहिँ म आएको र प्रायः सरबजारतिर मिलमा चाहिँ के गर्छ भने चाहिँ अब केजीको हिसाबले पैसा लाग्छ नि त यहाँतिर त्यस्तो हुन्न कि यहाँतिर त अब मकै गहुँ जौँ जे पिसे त्यसको आधारमा अब जति छ सानो र ठुलोको ठुलो खुसीको अनुसारले त्यस्तो खुसीले होइन दिन्छन् क्या थोरै अब जस्तै मानव कि होइन एउटा कट्ठामा चाहिँ मकै पिस्यो भने त्यो कट्ठामा चाहिँ मकै कति छ त्यसको अनुसारले मकैकै पिरो दिन्छन् क्या होइन त्यो त्यसलाई चाहिँ यहाँतिर भारो भन्छ होइन त्यो सट्टा क्या अब त्यसको पिनेको सट्टा भनौँ न अनि त्यस्तो जति अब मानौँ न यसको यो त मेरो भइगयो होइन यसको यो छ भनेपछि होइन यसको चाहिँ अलिकति थाल हुन्छ त्यसमा थालमा हालिदिन्छ नि होइन त्यो चाहिँ हाम्रो यहाँको लागेको नियम हो भनौँ होइन जसको अब हाम्रो यहाँ सबैको घट्ट त हुँदैन नि त त्यो भएर चाहिँ अब सबैले त्यस्तै पिक्छ अनि त्यस्तै दिने गर्छ होइन लगभग यो चाहिँ अन्तिम हुने बेला भइसकेको छ त्यसपछि चाहिँ हाम्रो यही हो 3टा छ त्यसपछि चाहिँ एउटा 1-2टा छ भने होइन यो 3टा चाहिँ यो चाहिँ पिसेको धुलो अनि पिठो चाहिँ यस्तो निस्किन्छ होइन त्यस्तो मिल जस्तो अब जस्तो भने त्यस्तो त निस्किन्न होइन तर यहाँ चाहिँ अलि बनायो भने चाहिँ एकदम दामी निस्किन्छ क्या एकदम मसिनो बुबाल हुन्छ क्या होइन हाम्रो
हाम्रो चाहिँ घर तलतिर छ टक्क लाएर होइन। म चाहिँ यहाँ माथि आएको छु। हाम्रो यो चाहिँ घर जाने बाटो हो होइन। सो म चाहिँ यहाँ किन आएको भन्दाखेरि चाहिँ मलाई चाहिँ यहाँ माथिदेखि चाहिँ खाना आउँदैछ क्या होइन। खाना आउँदैछ, त्यो भएर चाहिँ खाना लिनको लागि यहाँसम्म आएको र सायद अब आएको छैन, अब आउँछ होला होइन। र एउटा कारण के हो र अर्को कारण के हो भन्दाखेरि चाहिँ हाम्रो चाहिँ अब तलतिर छ त्यस्तो खोला छ नि त, त्यहाँतिर चाहिँ नेट चल्दैन होइन। त्यो भएर यहाँ चाहिँ अलिकति नेट सेट हेर्नुको लागि आएको। यस्तो दराकानी त खोज्नुपर्ने हुन्छ है, ट्याक्क लाएर स्यापहरू आउँछन् भन्ने अलिकति डर पनि हुन्छ यार। कैसे हो तू, कैसे? के खोज्छ भनेर नसोच्नु होला, अहिले एकछिन थाहा पाइहाल्नुहुन्छ होइन। टक्क हाम्रो चाहिँ अर्ग्यानिक सिजन रोटी खानामा आइसकेको छ। रोटी चाहिँ एउटा छ होइन, भित्र पनि छन् टक्क लाएर 2-3टा रोटीहरू छन्, सिस्नु छ टक्क लाएर अब खानुपर्ने हुन्छ होइन। गाह्रो छ गाडा हो। लाएर हाम्रो मकै रोप्ने काम भइरहेछ होइन खेततिर, अनि बार बेच्ने काम पनि भइरहेछ। यतातिर चाहिँ बाख्राले दामी दामी बाह्रमा खर्सु खाइरहेछन्। यो चाहिँ भर्खर पताएको रहेछ, त्यो भएर बब्बाल देखिरहेछ होइन। किन पर कि हो अहिले पताउने सिजन भयो नि त, त्यो भएर एकदम बब्बाल देखिरहेछ भने। यतातिर हाम्रो मकै रोप्ने काम, हलो जोत्ने यस्तै भनौँ काम भइरहेछ। हाम्रो घर त स्टप भइसकेको छ होइन। ट्राफिक यहाँतिर छ र आज दिनभरिको कुरा गर्ने हो भने हाम्रो 4वटा धेरै थिएन, यति थियो होइन। यति थियो 4वटा पिस्यो भनौँ, एउटा यो होइन। अनि यो माथिपट्टिको चाहिँ हाम्रो यो त्यो भन्छ के अरे, यो चाहिँ भारो भन्छ त्यो होइन। यो चाहिँ र 2टा चाहिँ अघि गइसकेको छ होइन। अब चाहिँ तालचा हान्नुपर्ने हुन्छ र म घरतिर लाग्छु। करिब 4:30 भइसकेको छ है। र घरमा पनि एक्लै हुन्छ होइन। अनि सबैजना चाहिँ यतातिर बस्नुहुन्छ, यतातिर मकै रोप्ने काम चलिरहेको छैन, त्यतिर बस्नुहुन्छ। त्यो भएर चाहिँ घरतिर जानुपर्ने हुन्छ, खानासाना पकाउनु पर्ने, फेरि त्यही त हो होइन, कामसँग गर्नुपर्ने हुन्छ है। लगायत फाइनली चाहिँ हाम्रो यहाँ तित भन्ने ठाउँमा पुग्यो होइन। टक्क लाएर त्यो चौरहरू यस्तो छ क्या, तलतिर चौर छ होइन। यतातिर चाहिँ हर्ताबाट आएको होला, हर्ता गाउँ चाहिँ त्यहाँ पर्छ होइन। मुटके चुलाको भ्यू भनेको यतातिर यस्तो देखिन्छ, आएको छ होइन। र अहिले चाहिँ यहाँ बेल पुगिसकेको छ होइन। हावा चाहिँ ओपन लाग्छ, त्यो जस्तो अहिले गरिरहेको टाइमतिर शीतल चाहिँ भइरहेछ। मेरो भारी भनेको यस्तो छ होइन। यो चाहिँ मकै पिरोहरू, यो चाहिँ बबाल छ नि त, टक्क भर्खर पताएको चाहिँ हाम्रो खरायोको लागि भनेर ल्याएको मैले होइन। टक्क त्यही हो, जस्ट आजको भिडियो चाहिँ यति नै हो मजा होइन। र युट्युबमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरी मसँग जोडिनु होला होइन। र पुरानै हुनुहुन्छ भने आफ्नो कमेन्ट पनि गरिदिनु होला। पक्कै पनि फेरि पनि अर्को नयाँ धेरै